शरीरमा भएका रोग कष्ट राहु ग्रह शान्ति, केतु ग्रह शान्ति, शनि ग्रह शान्ति, मङ्गला पिङ्गला धान्य भ्रामरी भद्रिका उल्का सिद्ध शनि सङ्कट ग्रह शान्ति गराइदेऊ। शरीरमा भएका कालचक्र बिखु ग्रह शान्ति गराइदेऊ। शिवजी महादेव गोरक्षनाथ, मचेन्द्रनाथ, केदारनाथ, वैकुण्ठनाथ, पशुपतिनाथ, गुरु गोरखनाथ, भैरवनाथ रक्षा गर्देऊ। हाँकेका कुरा पुर्याइदेऊ। मनले चिताएका कुरा बेकुन्। ईश्वर दाइना हुन्, शत्रु बैतला पनि हुन्, गोरखकाली शिरमा रहन्। ओम नमः नारायणी, भगवान विष्णु शान्ति, ओम शान्ति, ओम स्वस्ति, ओम स्वस्ति। आयुष्मान भव। नवग्रह शान्ति गराइदेऊ गोरक्षनाथ। ओम जहन्नम हो र पूजा भएको छैन माथि भिडियो खिच्न पाइन्छ नि यहाँ त मन्दिरमा पाइन्छ यहाँ पाइन्छ बाहिर नि पाइन्न है बाहिर गोरखनाथको है हजुर गोरखनाथको अखण्ड ध्वनि छ ए कहाँ नि यही हो यही हो सर म त यो चाहिँ श्री गुरु गोरखनाथको अखण्ड ध्वनि छ गोरख से निखिल होइन गोरखनाथ गोरखनाथको अखण्ड ध्वनि आज अष्टमीको तिथि झन् अष्टमीको शुभ अवसरमा श्री गोरखकाली माताको दर्शन गर्दै मन्दिर चाहिँ यही नै हो हरि ओम जय हरे जय परमा विष्णुमाई सरसदा शिवजी महादेव जय गुरु गोरखनाथ की धर्म हजुरको शुभ नाम जन्म जन्मको ग्रह दशा खन्न दशा जन्म लग्न वर्ष लग्न शुभ थानमा बसेका सकल घर परिवारका ग्रह दशा शरीरमा भएका रोग कष्ट राहु ग्रह शान्ति, केतु ग्रह शान्ति, शनि ग्रह शान्ति, मङ्गला पिङ्गला धान्य भ्रामरी भद्रिका
उल्का सिद्ध शनि सङ्कटग्रह शान्ति गराइदेऊ शरीरमा भएका कालचक्र बिखुग्रह शान्ति गराइदेऊ शिवजी माता गोरक्षनाथ मचेन्द्रनाथ केदारनाथ वैकुण्ठनाथ पशुपतिनाथ गुरु गोरखनाथ भैरवनाथ रक्षा गर्देऊ हाँकेका कुरा पुर्याइदेऊ मनले चेताएका कुरा पनि ईश्वर दाइना हुन् शत्रु बैतला पनि हुन् गोरखकाली शिरमा रहन् ओम नमः नारायणी भगवान विष्णु शान्ति ओम स्वस्ति आयुष्मान भव नवग्रह शान्ति गराइदेऊ गोरक्षनाथ